कान्छीकी दाईको श्रीमती र उसकी दिदीले कान्छी र कान्छीकी दाईलाई फसाइसकेका छन्। अहिले कान्छी र उसका दाई जेल परिसकेका छन्। सागर ती गुण्डाहरूबाट उम्किएर सानी नानीलाई बचाइसकेका थिए, तर ती गुण्डाहरूले सागर र सानी नानी गाउँ पुग्ने क्रममा आफ्ना थप गुण्डाहरूलाई बोलाएर बाटो छेकिसकेका छन्। कान्छी भाग 300 को सुरुमा कान्छी र उसका दाईले के देखे होलान् भनेको त उनीहरूलाई पुलिसले बाटो छेकेका रहेछन् र पुलिसहरूको साथमा 2 वटी चण्डाल्नेहरू खुसी देखिन्थे। उनीहरूले पहिले नै पुलिसलाई घुस दिएर आफ्नो साथमा बनाइसकेका थिए र जेलमा कान्छी र उसका दाईलाई लगिहाल्छन्। जेल जाने क्रममा कान्छीले आफ्नो सानी छोरी र सागरलाई सम्झिँदै रोइरहन्छन्। उता गाउँमा सागरको सर भने सलिनासँग कुराकानी गर्दै हुन्छन्। सलिनाले सागरको सरलाई आफ्नो माया जालमा पार्न सफल भई र सर पनि सलिनाको मायामा डुबिसकेका छन्। उता गाउँमा सागरको गाउँकी सानी नानीलाई ती गुण्डाले अपहरण गरिसकेका हुन्छन्। यो देखेर सागर निकै रिसाइरहेका हुन्छन् र ती गुण्डाहरूले सानी नानीलाई जङ्गलमा लग्छन्। सागरले आफूलाई बानेको ढुङ्गामा डोरी रगटेर डोरी फुकाल्न सफल हुन्छन् र ती गुण्डाहरूको पछि गएर गुण्डासँग सागर लडाईँ गर्छन् र ती नानीलाई गुण्डाहरूबाट बचाउँछन्। ती नानीलाई घना जङ्गलबाट बचाएर गाउँतिर फर्कने क्रममा ती गुण्डाहरूले आफ्नो थप 2 गुण्डाहरूलाई बोलाएर सागरको बाटो छेकेका हुन्छन्। त्यतिकैमा कान्छी भाग 300 को अन्त्य हुन्छ। के दर्शकबिन अब सागर ती गुण्डाहरूसँग लडेर सकुशल गाउँ पुग्न सक्लान् त? कमेन्ट गर्नुहोला। साथै यो भिडियो मन परेमा यस भिडियोलाई लाइक पनि गरिदिनु होला।